दर्शकबिन नमस्कार। अहिले तपाईहरू हेर्दै हुनुहुन्छ गोमदेन न्युज अनलाइन टिभी। झापाको कम्बल गाउँपालिका 5 पाडाजुङ्गी स्थित माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोचिला, झागड, उराव, सन्थ्याल र धिमाल समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय जातीय मोर्चाहरू अब अगाडि बढ्नुपर्छ भन्दै कार्यक्रममा बोल्नुभएको थियो। विगतमा हामीले एमाले र काङ्ग्रेससँग हातेमालो गरेर अघि बढ्न धेरै गलत गरेको पनि बताउनुभयो। आउँदा दिनहरूमा हामी कहिले पनि यी दुई दलसँग हातेमालो नगर्ने प्रतिज्ञा दिनुभयो। हाम्रो आफ्नै कारणले हाम्रो दल जनताबीच कमजोर हुँदै गएको पनि प्रष्ट पार्नुभयो। अब हामी सचेत हुनुपर्छ अनि मात्र हाम्रो दल अगाडि बढ्न सक्छ पनि भनेर बताउनुभयो। हाम्रो पार्टीका केन्द्रीय सदस्य गणतन्त्रका पिता पूर्व प्रधानमन्त्री तालिमले स्वागत गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रमको मध्यभागमा पुग्दा लोड सेडिङ भएर एकछिन कार्यक्रम पनि रोकिन पुग्यो। त्यस बखत ओलीलाई गाली नगर्ने कोही पनि थिएनन्। कुलमान जिन्दाबाद जिन्दाबादको नारा होलभित्र गुन्जिएको थियो। त्यसबेला पूर्व प्रधानमन्त्री प्रचण्ड चकित बनेको थियो। यही नै हो कार्यक्रममा लोड सेडिङ भएर अवरोध भएको अवस्थामा सबै होलभित्र चकित बनेर मन्त्रमुग्ध भएर बसिरहेको अवस्था हामी देख्न सक्छौँ। राष्ट्र भौगोलिक रूपमा राष्ट्रमा चिनाउने सामूहिक मण्डलले राष्ट्रभाषा जसका विरुद्ध हामी सङ्घर्ष गर्दै आयौँ र अर्को एउटा वर्ग सङ्घर्षको नाममा आर्थिक मुक्तिको नाममा खालि वर्ग सङ्घर्षको मात्र कुरा गर्ने विशुद्ध अन्धश्रद्धवाद जुन कम्युनिस्ट आन्दोलनमा एउटा रोगको रूपमा ग्रसित थियो, जसलाई जनैकको क्रममा उखेल्ने काम भयो र फेर्ने काम भयो। अब विशुद्ध अन्धश्रद्धवादी प्रवृत्तिबाट यहाँका उत्पीडित जाति र यिनीहरूको मुक्ति पनि सम्भव छैन, वर्गको मुक्ति पनि सम्भव छैन भन्ने निष्कर्ष सहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायको मुक्ति सङ्घर्ष। आजको यस कार्यक्रममा विविध जातीय सांस्कृतिक झाँकी पनि प्रदर्शन गरियो। यसमा विभिन्न जातिहरूले आफ्नो मौलिक पहिचानको संस्कार संस्कृतिको बाजा गाजा लिएर आफ्नो मौलिक नृत्य नाचेर देखाएर सबैलाई चकित बनाएको र कार्यक्रमको रौनक अत्यधिक मात्रामा बढाइदिएको हामी देख्न सक्छौँ। दर्शकवृन्द,
यहाँहरूलाई देखाइरहेको छु उराव जातिको नृत्य। उराव जातिले सिलो नृत्य गर्नुहुन्छ। यहाँहरूले देखिसक्नुभयो नेपालमा बसोबास गर्ने उराव जातिहरूको एक नृत्य। मुतियाडी एउटा आदिवासी जनजातिभित्र पर्ने एउटा मुतियाडी जाति हुन्छ। त्यो मुतियाडी जातिको यो एउटा नृत्य हो। सायद यो मुतियाडी जाति भनेको मधेसको तल्लो सबैभन्दा तल्लो फाँटमा बसोबास गर्ने जातिहरूको एउटा नृत्य हो। यो जातिलाई मुतियाडी भन्ने गर्दो रहेछ। दर्शकवृन्द, भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु नभुल्नुहोला। यहाँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला। यस्तै रोचक भिडियोहरू हेर्नको लागि यहाँहरू सधैँ मेरो च्यानलमा जोडिएर रहनुहोला। हवस् त, नमस्कार। फेरि यस्तै रमाइलो भिडियो लिएर म आउनेछु र फेरि भेटौँला।